हेलो गाइस, सबैजनालाई नमस्ते नमस्कार। सन्चै हुनुहुन्छ के कस्तो छ? फेरि पनि स्वागत छ मेरो न्यू भ्लगमा। आज चाहिँ म आइरहेको छु धान गोड्न। अनि अब भर्खर आजदेखि सुरुवात धान गोड्न। अब एक्लै छु। यता पनि छोरी सुतिरहेछ। सुतेको भएर नि लिएर आएको। दिउँसो घाम हुन्छ नि त अहिले। बिहानको कति 6-7 बज्न आँट्यो। अब के गर्नु, यस्तै छ हाम्रो गाउँले जिन्दगी। हेर्नुहोस् गाइज, अरू त के। अब हाम्रो यतातिर त धान गोड्न लगभग सिद्धाइसक्यो। पहिलो एकसरा धान गोड्न। अब मैले त आज भर्खर सुरुवात गरेको। आजकल पानी सानी केही परिरहेन, त्यसैले धुलो उठ्छ खासै। त्यही पनि सबैले गोडेर सिद्धाइसक्यो, त्यहीले गोडिदिउँ भने सबैजनाले साथ सपोर्ट र माया गरिदिनु होला। यो चाहिँ मेरो दोस्रो भ्लग हो। खासै म भिडियोहरू एडिट गर्न बोल्न त खासै आउँदैन, तै पनि भर्खर त्यही पनि सुरु गरौँ भने। त यस्तै हो हाम्रो पारा, यस्तै छ। छोरी निदाइरहेछ, पिठ्युमै बोकेर भयो नि। के गर्नु, समात्ने मान्छे कोही छैन, यस्तो हेरालो लाग्ने मान्छे। अब एक्लै भएपछि यस्तै हो। एक्लै मान्छेलाई काम पनि गर्नै पर्यो गाउँमा बसिसकेपछि नि। अब हाम्रो गाउँले जिन्दगी यस्तै हो। अहिले चाहिँ बाबाई साथीहरू, फेरि भेटौँला अर्को भिडियोमा। सबैजनाले माया र साथ सपोर्ट गरिदिनु होला। कस्तो लाग्छ हाम्रो गाउँले जिन्दगी? तपाईँहरूकोतिर सुरुवात भइसक्यो कि भएको छैन धानहरू गोड्न? मकैहरू गोडेर सिद्धाएर अब धान नि सिद्धिनै आँट्यो। कसैले त सिद्धाइसक्यो। म त भर्खर आजदेखि सुरु गरेँ।